मानौ दुईजना मानिसहरूले एउटै ज्याकेट किन्छन्। प्राइस छ 3000 रुपियाँ। पहिलो व्यक्तिले त्यो ज्याकेट किन्न 1 दिन काम गर्नुपर्छ। अर्को व्यक्तिले त्यही ज्याकेट किन्न 5 दिन काम गर्नुपर्छ। त्यसो भए त्यो ज्याकेटको वास्तविक मूल्य अर्थात् रियल प्राइस के हो त? के त्यो 3000 रुपियाँ हो या त्यो काम गर्नुपर्ने समय हो? यही प्रश्नबाट एडम स्मिथले द वेल्थ अफ नेसन्सको च्याप्टर 5 सुरु गर्छन्। उनी भन्छन्, मानिस कति धनी छ भन्ने कुरा उसले जीवनका आवश्यक र उपयोगी वस्तुहरू कति प्राप्त गर्न सक्छ भन्ने कुराले निर्धारण गर्छ। यसको मतलब वेल्थ भनेको पैसा होइन, वेल्थ भनेको एफोर्ड गर्न सक्ने क्षमता हो। कुनै वस्तुको रियल प्राइस भनेको त्यो वस्तु प्राप्त गर्न मानिसले गर्नुपर्ने लेबर, मेहनत र कठिनाइ हो। द्याट इज टु से द रियल प्राइस अफ एभ्रिथिङ इज द टोइल एन्ड ट्रबल अफ एक्वायरिङ इट। जब हामी कुनै वस्तु किन्छौँ, हामी वस्तु मात्र नभएर अरूको श्रम किनिरहेका हुन्छौँ। यसरी हेर्दा एक्सचेन्ज भनेको वस्तुको होइन, लेबरको हो। तर के सबै कामको स्किल, डिफिकल्टी र इन्टेन्सिटी एउटै हुन्छ त? पक्कै हुँदैन। केही काम सजिलो होला त केही काम गाह्रो, केही काममा मेन्टल स्किल्स त केहीमा फिजिकल डिफिकल्टी आवश्यक हुन्छ, जसले गर्दा 1 घण्टा कठिन स्किल्ड काम र 1 घण्टा सामान्य काम बराबर नहुन सक्छ। यसले गर्दा लेबरलाई पनि मेजरको रूपमा प्रयोग गर्दा पूर्ण रूपमा एक्ज्याक्ट हुँदैन। त्यसो भए कुनै वस्तुको भ्यालु कसरी तय हुन्छ त? स्मिथ भन्छन्, भ्यालु मार्केटले डिसाइड गर्छ। बायरले सस्तो खोज्छ, सेलरले महँगो बेच्न चाहन्छ। बीचमा जुन प्राइजमा दुवै एग्री गर्छन् त्यही नै मार्केट प्राइस बन्छ। तर मार्केट प्राइस पनि सप्लाई, डिमान्ड र ह्युमन इन्टरेक्सनबाट फ्लक्चुएट हुन्छ। जब लेबरले मूल्य तय गर्न कम्प्लेक्स हुन्छ र बजारले मूल्य चेन्ज गराउने भएकोले मानिसहरूले एउटा कमन युनिट अफ मेजरमेन्ट चाहन्छन् र त्यो हो पैसा। पैसा अन्तर्गत नोमिनल प्राइस र रियल प्राइस। रियल प्राइस भनेको लेबरमा आधारित मूल्य, अर्थात् वस्तु बनाउन कति मेहनत, स्किल र समय खर्च भयो। जस्तै कफी, ज्याकेट वा अन्य सामान किन्दा रियल प्राइसले देखाउँछ कि त्यो वस्तु पाउन कति श्रम खपत भयो। नोमिनल प्राइस भनेको पैसामा देखिने मूल्य, जस्तै 100 रुपियाँ, 500 रुपियाँ, 1000 रुपियाँ। पैसा भनेको एउटा मिडियम अफ एक्सचेन्ज हो जसले प्राइसको मेजरमेन्ट सजिलो बनायो। तर 100 रुपियाँ आजको मूल्य भोलि उस्तै रहन्न। जस्तै तपाईको इन्कम 1000 रुपियाँ छ, 1 वर्ष अगाडि पनि 1000 नै थियो, तर पहिले त्यो पैसाले धेरै लेबर किन्न सक्थ्यो भने अहिले कम। अर्थात् नोमिनल भ्यालु सेम नै छ, 1000 रुपियाँ नै हो, तर रियल भ्यालु फरक पर्यो। विशेष गरी स्मिथले त्यो समयमा गोल्ड र सिल्भरलाई मनी भनेका छन्। समयसँगै इन्फ्लेसन, डिफ्लेसन र करेन्सी चेन्जेसले गर्दा नोमिनल प्राइस स्टेबल अर्थात् स्थिर हुँदैन। यसरी मेजरमेन्ट गर्ने चिज नै बदलियो भने मापन पनि भरपर्दो रहेन। अर्कोतिर रियल प्राइस लेबरमा आधारित हुने भएकोले अन्ततः भ्यालुको आधार भने लेबर नै रहन्छ। यसको अर्थ के हो भने जब हामी पैसा कमाउँछौँ, हामी वास्तवमा आफ्नो मेहनत बेचिरहेका हुन्छौँ र त्यो पैसा फेरि अरूको मेहनत किन्न प्रयोग गर्छौँ। अब मूल्यको आधार मेहनत हो भने त्यो मूल्य कसरी बाँडिन्छ, यसका थप कम्पोनेन्ट्सहरू वेजेस, प्रॉफिट र रेन्ट कसरी मिलेर कुनै वस्तुको फाइनल प्राइस तय हुन्छ भन्ने कुरा हामी च्याप्टर 6 अन्तर्गत हेर्नेछौँ। फर मोर इन्साइट्स, प्लिज डु लाइक, शेयर एन्ड सब्सक्राइब माई च्यानल।